हेलो साथीहरु, आज चाहिँ हामी छिमेकी गाइस दोस्तहरुसँग चाहिँ आफ्टर लङ टाइम कति 1 वर्ष होला है हामी नगएको। 1 वर्ष अरे अस्ति चाहिँ हामी गएको हैन 3 दिन हाइकिङ नो। So we are trying to work after long time. हाम्रो डेस्टिनेसन चाहिँ थाहा छैन। अब हामी हिँडेको घरबाट चाहिँ जना बाँदर चाहिँ भर्खर आइपुग्दैछ। आफ्टर 20 minutes हामी चाहिँ भान्चोक खरानको मुटु आइपुगेको छ। अभी 1 आवर जति वक गर्नुपर्ने छ। कोही छाडा नबोल केटाहरू कोही हाम्रो खाली छ खोइ खाली ओ कलेङ ओ कलेङ के देख्न नि अनुहार तेरो हामी 4 भाइ Lara, just me versus me on the top. It's the simple last two. I'm a Julio and it puts some that. So yeah. आफै बन्दैन समाधान गरौँ समाधान गरौँ। हामी चाहिँ श्रमदानमा हिँडेको कस्तो लाग्छ होला? यो चाहिँ हाम्रो विजयपुर डाँडाको एकदमै गणपति मन्दिर गणेश भगवान हो। हामी चाहिँ अझै घन्टा लाग्नेछ। अझै हैन 2 घण्टा यसो पाराले चाहिँ अब अहिलेको थोप्रा फेरि बोल्न थालेको के भन्छ काल्छ कस्तो अहिले हामी भाटा बुङ्गे लङ टाइम नो सी दौरा प्रवेशमा रहेका छौँ। ओइ केटाको अहिले चाहिँ हामी भाटा बुङ्गे दौरामा प्रवेश गरिसकेको। हामी चाहिँ हिँडेको लगभग 1 घन्टा हुन लाग्यो होला। अझै हामी चाहिँ जानु छ अब ठाउँमा। आफ्टर लङ टाइम नो वर्क but we are enjoying with friend circle. Thank you guys. ओम जय जगदीश रहे भक्त जने का पुकार सुने। बम बम बोले कि जय हो। ल फेरि अब हामी पूर्ण रूपमा मन्दिरबाट यात्रा उकालो हिँडिसकेका छौँ। त्यो देश चोर के भन्छ विकास उयो के उयो हो क्या विरोधी हो क्या। गाईलाई गोठरले मै घोडालाई कसको बोलाउँदैन नि त I'm the way हो न हेरेपछि देखिहाल्छ नि। यहाँदेखि अब हाम्रो यात्रा अलिक तेर्सो सजिलो आएको छ हिँडेको बाटो। 15 हरेर अनुमति हो 15 भन्दाखेरि त्यसलाई नि 15 25 र लु अब हामी फेरि पूर्ण रूपमा चिसा पानी खाएर हामी यात्रामा निरन्तरता बढिरहेका छौँ। यो सिधो बाटोमा रहेको छ हामी है। यहाँदेखि भेटा जाने पनि बाटो रहेको छ र पानीको पनि व्यवस्थापन गरिदिनु भएको रहेछ।
मौसमले पनि साथ दिइरहेको छ अहिले चाहिँ हामीलाई फाइनली वी अराइभ एट आवर डेस्टिनी यो चाहिँ हाम्रो शिवझट्टा बाटो चाहिँ अहिले भिड गएको रहेछ सो यहाँ चाहिँ सिमसाको खेती सायद हुँदै होला पहिला घरमा योहरू भइरहेको रहेछ शिवझट्टाको अहिलेको कन्डिसन चाहिँ यस्तो रहेको छ पानी चाहिँ खासै रहेनछ सुक्खा बाल्दिन्छु पखेटा ला 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 हाँ सक्रिय भयो अरे धेरै परिवर्तन भइसकेको हामीले देख्छौँ यहाँ पनि धेरै समय भएछ अहिले चाहिँ एउटा खाजा खाने ठाउँको पनि बनाउनु भएको रहेछ केही समयको विश्रामपछि पूर्ण रूपमा हाम्रो हिँडाइ सुरु भएको छ यो दृश्य चाहिँ हाम्रो शिवझट्टा ठ्याक्कै चोकमै पर्दछ बाटो र अहिले पुरै आइसकेको रहेछ बाटो चाहिँ एकदम अहिले गाडीहरू बाइकहरू मजाले आउन सक्ने रहेछ बाटै छैन झन् कसरी जानु अहिले चाहिँ पानी सुक्यो पुरै इट्स भेरी हार्ड टु चढ्नु रहेछ यो त अनि कसरी झर्नु चढ्नु बाटोहरू पुरै भत्केर बाटो डेन्जर रहेको रहेछ अहिले चाहिँ हेर्दै आउने बिस्तारै We are exploring the place. Battle danger right sir. It's very hard to be walk here. हामी चाहिँ अहिले हिउँ बिनाको हिमाल चढ्दैछौँ हिउँ बिनाको हिमाल ठाउँको यहाँ एक्सप्लोर गरिरहेका छौँ हामी चाहिँ पानीहरू पानी रहेछ तर अलिकति जमेको चाहिँ छैन रहेछ बनाउनु पर्ने रहेछ सो वी आर सर्चिङ हाम्रो चटपटे हुँदैछ हाम्रो चटपटे मासु हाम्रो फिसर हुन्छ यता हुकामा सुबेश्वर यता चाहिँ चाउचाउ सो दामी वी आर इन्जोइङ द मोमेन्ट हाम्रो यात्रा अब ओह्रालोतर्फ रहेको छ भेरी डेन्जरस बाटो एकदम
खतरा खतरा रहेको छ